ल वेलकम टु गाइस मेरो युट्युब च्यानलमा। आज चाहिँ म यो सौल ग्रान्ड पार्कमा आएको छु। सौल ग्रान्ड पार्क भनेको चाहिँ कोरियामा यो थे खोङ्गन भन्छ। थे भनेको ठुलो, खोङ्गन भनेको पार्क। यो चाहिँ कोरियाको सबैभन्दा ठुलो पार्क हो। अनि यहाँभित्र यो लगभग कति छ भन्दा 91,000 वर्ग मिटरको ठाउँ क्षेत्रफलमा फैलिएको छ भनेको छ। यो एकदमै धेरै ठुलो छ। अनि यहाँ चाहिँ आज एक दिनमा त यो घुमेर सकिन्न भनेको छ। अनि यहाँभित्र ग्रिन हाउसहरू, अनि त्यसपछि चिडियाघरहरू, अनि त्यसपछि यो 12,000 भन्दा बढी प्रजातिको गुलाबको फुलहरू अहिले फुलेको छ भन्छ। यो एकदमै ग्रान्ड पार्क हो। ग्रान्ड भन्दा पनि एकदमै ग्रान्ड। अब 91,000 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भनेको त त्यो लगभग धेरै नै ठुलो हो। यो आज एक दिनमा त लगभग हामीले घुमेर सकिन्न, तर मेन ठाउँमा चाहिँ आज हामी घुमिन्छ। अनि घुम्दै अनि कस्तो छ यो ठाउँको बारेमा जानकारी दिँदै हामी चाहिँ अगाडि बढ्नेछौँ। अनि तपाईँहरूलाई पनि हामी सँगसँगै घुमाउनेछौँ। कान्छालाई चाहिँ मेन आज कान्छा चाहिँ पहिलोचोटि आएको हो। अनि त्यो भएर कस्तो लागिरहेको छ? एक्साइटेड छ। अब घुमेपछि थाहा हुन्छ कस्तो छ भन्ने कुरा चाहिँ। ल फेरि म कान्छाको बिचबिचमा रिभ्यूहरू पनि लिँदै गर्छु। अनि यही नै हो ठाउँ। मान्छे अत्याधिक धेरै भएको भएर आज चाहिँ अलि यो बिजी छ। म भने नि अस्ति नै जाडोमा आउँदाखेरि चाहिँ खासै त्यस्तो मान्छे थिएन। यो गर्मी यो सिजन भएको भएर चाहिँ मान्छे एकदम धेरै छ। अनि ठाउँ धेरै ठुलो ठाउँ भएपछि हिँडेर जानु सम्भव भएन। अनि यो खोकिरी एल्सा चढेर जान लागेको हामी। अनि त्यही भएर यहाँ एकदम वेटिङमा छौँ यतिखेर चाहिँ। कोरियन भाषामा चाहिँ हात्ती हो यो। खोकिरी एल्सा भनेको चाहिँ, खोकिरी भनेको चाहिँ हात्ती, एल्सा भनेको चाहिँ रेल भयो। हात्ती रेल चाहिँ चढेर हामी जाँदैछौँ। यो किनकि यहाँ चाहिँ एकदम ठुलो भयो नि त्यो ठाउँ। अनि ठाउँ ठुलो भइसकेपछि अब हिँडेर जान असम्भव छ। अनि त्यो भएर चाहिँ हामी चाहिँ यस्तो गाडी चढ्ने, स्काई त्यो केबल कारहरू, त्यो स्काई लिफ्टहरू चढ्ने हो त्यस्तो छ यहाँ चाहिँ। किनकि ठाउँ ठुलो भएको हिसाबले चाहिँ त्यस्तो सेवा सुविधाहरू छ यसमा चाहिँ। अनि त्यही भएर अहिले चाहिँ हामी यो रेल चढेर जाँदैछौँ। ठाउँ चाहिँ एकदमै अहिलेको एकदम यो वसन्त ऋतु भएको भएर चाहिँ एकदम ठाउँ चाहिँ अहिले चाहिँ एकदम यो घुम्नको लागि चाहिँ अहिले उपयुक्त ठाउँ रहेछ। त्यही भएर मान्छे एकदमै धेरै छ यहाँ। तर यसले चाहिँ ठ्याक्क त्यो गेटसम्म पुऱ्याइदिन्छ। अनि गेटबाट चाहिँ फेरि हामी हिँडेरै जानुपर्छ कति उस ठाउँहरूमा त। त्यही नै हो यहाँको ठाउँ रमाइलो। मसँग यहाँ क्यामराम्यानमा चाहिँ हाम्रो कान्छा छ। अहिले चाहिँ यहाँ ठ्याक्कै 10:48 भइसक्यो। मान्छेको चाप यति अत्याधिक छ कि अब हाम्रो पालो कति मिनटमा आइपुग्दो रहेछ त्यो अब काउन्ट गरौँ है त। यो चढ्नको लागि मात्रै 1 घन्टा ठ्याक्कै लाग्यो। अब तर भने नि अब प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तै यो धेरै रमाइलो ठाउँ छ यहाँ चाहिँ। मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ। पहिला आउँदाखेरि चाहिँ खासै म यसमा चाहिँ चढेको थिएन। तर योपालि आउँदाखेरि यसमा चढ्ने एउटा सुनौलो अवसर पनि प्राप्त भयो हाम्रो कान्छासँग आउँदाखेरि। यस्तै छ। हामी चाहिँ अहिले यो जू भएको ठाउँमा छौँ, चिडियाखाना भएको ठाउँमा। अनि यो चाहिँ लगभग 91 लाखमा फैलिएको, क्षेत्रफलमा फैलिएको यो पार्कमा 24,20,000 वर्ग मिटरमा चाहिँ यो जू मात्रै छ।
अहिले चाहिँ हामी यो चिडियाखाना घुमेर आइसक्यो। चिडियाखाना पनि यति धेरै रहेछ कि अब त्यो मुख्य मुख्य ठाउँमा त घुमे। अहिले चाहिँ हामी चाहिँ यो ग्रिन हाउसमा आछौँ। अब यो भनेको चाहिँ एकदम यो ठाउँ भनेको चाहिँ अस्ति नै म सुवनमा गएर बनाएको भिडियो बनाएको थिएँ। त्यो र यो एकदमै एउटै नै ठाउँ हो। बोटानिकल हाउसभित्र आफूले सिक्न चाहने विषयवस्तु त अनगिन्ती नै रहेछन्। अझ विशेष त आफू कोरियन भाषामा दखल राख्नेहरूको लागि त कोरियनहरूले नै राम्ररी त्यहाँको विषयवस्तुमा थप जानकारी लिन पाउने व्यवस्था पनि रहेछ। तर आफ्नो त्यति राम्रो कोरियन भाषामा दखल नभएको हुँदा त्यसको अवसरबाट भने चुक्न पुगे। तर पनि आफूलाई केही रमाइलो लागेको विषयमा भने प्रविधिको सदुपयोग गरेरै भए पनि त्यसको जानकारी चाहिँ लिएको छु। बोटानिकल हाउसभित्र छिर्ने बित्तिकै मरुभूमिमा हुने निकै आकर्षक क्याक्टसहरू रहेछ र त्यहाँ एउटा नोटिसमा क्याक्टसमा किन काँडा हुन्छ भन्ने बारेमा उल्लेखित गरेको रहेछ। त्यसलाई नेपालीमा अनुवाद गरेर हेर्दा त निकै अचम्मित भएँ म, जुन मेरो त्यहाँ छिरिसकेपछिको पहिलो सिकाइको अनुभव पनि रह्यो। धेरैजसो क्याक्टसहरूमा पातको सट्टा काँडाहरू हुन्छन्। यो पानीको अभाव हुने सुक्खा ठाउँमा बच्नका लागि भएको एउटा प्राकृतिक विकास हो। चर्को घामबाट बच्न र बिरुवाहरूभित्रको पानी सुरक्षित राख्नका लागि यसका पातहरू बिस्तारै काँडामा परिवर्तन भएका हुन्छन्। यसलाई यसको सुनौलो रङको काँडाका कारण गोल्डन ब्यारेल क्याक्टस भनिएको रहेछ। यो गोलो आकारको हुन्छ। यसको सतह हरियो र काँडाहरू सुनौलो, बाक्लो र सियो जस्तै तिखा हुन्छन्। यो धेरै बिस्तारै बढ्छ, तर पूर्ण रूपमा विकसित हुँदा 1 मिटरसम्म अग्लो हुन सक्छ। यसमा फुल फुल्नका लागि बिरुवा कम्तीमा 20 वर्ष पुरानो हुनुपर्दछ। यसको फुल डाँठको माथिल्लो भागमा गोलो घेरामा फुल्छ। फुलको बाहिरी भाग खैरो र भित्री पहेँलो हुन्छ। यो बिरुवा खासगरी मेक्सिकोबाट आएको हो भने। बोटानिकल गार्डनभित्र आर्ट ग्यालरी पनि रहेछ। त्यहाँ गार्डनको स्थापना कालदेखि अहिलेसम्मको चित्र प्रस्तुत गरिएको रहेछ। जुन चित्र हेर्दा यो बोटानिकल गार्डनले एउटा युग पार गरेर आजसम्म आइपुगेको सङ्घर्षलाई छर्लङ्गसँग प्रस्तुत गरिएको पनि थियो। यो स्थापना भएको आजसम्मको दिनमा आइपुग्दा जम्माजम्मी 116 वर्ष भइसकेको रहेछ। मलाई चाहिँ बोटानिकल गार्डनभित्र मलाई एकदमै महत्त्वपूर्ण र इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ यो हो। यहाँ चाहिँ यो गार्डनदेखि नजिकैको पहाडबाट 11 प्रकारका जडीबुटीहरू चाहिँ सङ्कलन गरेर यहाँ राखिएको छ भनेर चाहिँ यो 11वटा जडीबुटीहरूलाई चाहिँ यहाँ राम्ररी प्रस्तुत गरिएको छ। अनि त्यहाँ लेखिएको छ साँच्चीकै जडीबुटी भनेको चाहिँ के हो भनेको छ। अनि जडीबुटी चाहिँ रोग निको पार्ने वा औषधि कच्चा पदार्थका रूपमा प्रयोग गरिने बिरुवालाई औषधीय बिरुवा वा जडीबुटी भनिन्छ। यसको पुरै भाग वा केही हिस्सा मानिस र जनावरको पनि उपचारमा प्रयोग गरिन्छ भने चाहिँ यो 11वटा जडीबुटीहरू चाहिँ। अनि पहिलेको समयमा यी बिरुवाहरूलाई सिधै परम्परागत उपचारमा प्रयोग गरिन्थ्यो। अहिले आधुनिक चिकित्सामा यसलाई यो बिरुवाबाट मुख्य तत्त्व निकालेर औषधि बनाइन्छ भनेको छ। अब यो पहाडबाट यो औषधिहरू चाहिँ लिएर आएर अहिले चाहिँ आधुनिक चिकित्सामा पनि यो औषधि अझै पनि प्रयोग हुन्छ भनेको छ। अनि यहाँ 11वटा औषधिहरूले चाहिँ कस्तो काम गर्छ भनेर पनि त्यहाँ त्यो औषधिले काम
गर्ने बारे चाहिँ विस्तृत जानकारी पनि दिएको छ। जस्तै त्यहाँ भनेको छ पाचन प्रणाली सुधार गर्ने कुनै औषधिले रोग घाँटीको समस्या अनि रोग प्रतिरोधात्मक क्षमता बढाउने, दुखाइ कम गर्ने, सुन्निएको निको पार्ने, कमजोरी र शक्ति बढाउने, रक्त सञ्चार सुधार गर्ने, श्वास प्रश्वास सम्बन्धी समस्याको निर्मूल पार्ने, यस्ता यावत कुराहरू चाहिँ त्यो जडीबुटीहरूले गर्दो रहेछ भन्ने कुरा चाहिँ यहाँ राम्रोसँग यो बोर्डमा राखेर प्रस्तुत गरिएको छ। अनि यो कुरा चाहिँ एउटा साँच्चीकै सिक्न लायक कुरा चाहिँ यो पनि रहेछ। अब यो कुन हिसाबले फेरि मैले सिक्न चाहेको हो भन्ने कुरा चाहिँ अब तपाईँ आफैले नै बुझ्नु होला भन्दै मैले चाहिँ योलाई चाहिँ यहाँ मध्येको चाहिँ एकदमै सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यसलाई चाहिँ माने है त। ल हामी दुईजना घुम्न आइयो, कस्तो लाग्यो कान्छा? अब अन्तिममा अब हामी यहाँबाट अब आफ्नै गन्तव्य स्थानतिर लाग्न लागेको। समग्रमा अब तिमीलाई चाहिँ यहाँ घुमेर चाहिँ कस्तो लाग्यो त्यो अन्तिम रिभ्यू पाऊ। पार्क चाहिँ ठुलो रहेछ, एकदम धेरै ठुलो, सोचेभन्दा धेरै ठुलो रहेछ। एक दिनमा घुमेर नसकिँदो रहेछ। एकदम रमाइलो लाग्यो, अनौठा किसिमका जनावर देखियो, रमाइलो भयो, आश्चर्य छु। हाम्रो चाहिँ यहाँबाट अब अन्तिमतिर आइसक्यौँ हामी। अनि यहाँ हामी बिहान कति बजे भन्दा आज 10 वहाँबाट 9 बजे हिँडेको, अहिले यहाँ कति बजे भन्दा अहिले ठ्याक्कै 4 बजे छ भनेको। 10 बजेदेखि 4 भनेको 2 6 धन्दै 6 घन्टा जसो घुम्यौँ यहाँभित्र। तर 6 घन्टामा अब खासै सबै घुमेर त नसकिँदो रहेछ। अनि लगभग अलिकति मेजर ठाउँहरूतिर घुम्यो। लास्टमा हामी यहाँ यो गुलाबको फुल भएको ठाउँमा आएको थियौँ। यहाँ गुलाबको फुलमा पनि एकदम धेरै प्रजातिको गुलाबको फुल, संसारभरि फुल्ने गुलाबको फुल चाहिँ यहाँ रहेछ। तर एकदम अलिकति फुल्ने सिजन नभएको रहेछ यतिखेर चाहिँ। अनि त्यो भएर अन्तिममा चाहिँ त्यो चिज चाहिँ हेर्न सकिएन, पाइएन। नत्र भए अरू चाहिँ एकदमै राम्रोसँग घुम्यो। मलाई एउटा कुरा चाहिँ के कुरा यहाँ अलिकति अचम्म लाग्यो भन्दाखेरि चाहिँ यो कोरियामा चाहिँ खेङ्गिदो प्रान्तमा मात्रै, खेङ्गिदोको पनि यो सौल इन्चनमा मात्रै कोरियाको आधा जनसङ्ख्याभन्दा बढी मान्छे यहाँ बस्छ भन्छन्। तर यो क्षेत्रमा पनि यति खुल्ला ठाउँ छ मान्छेलाई के अरे भुलाउनको लागि यत्रो ठुलो पार्क राखेको छ। अनि यो चिजहरू चाहिँ अलि सानोतिनो दिमाग भएको मान्छेले चाहिँ बनाएको होइन होला जस्तो लाग्छ। किनकि यो यत्रो जनसङ्ख्याको बाहुल्य भएको ठाउँमा पनि यत्रो ठाउँ स्पेस राखेर यस्तो किसिमको ठाउँ बनाउनु भनेको चाहिँ एकदमै राम्रो कुरा हो। अनि मलाई चाहिँ यो चिज चाहिँ एकदमै यहाँको साह्रै मन परेको कुरा चाहिँ त्यही नै हो। अनि अरू कुरा त त्यस्तै नै हो। कोरिया अब विकसित देश भनेको त्यस्तै नै हो। विकसित देशलाई चाहिँ उनीहरूले अब जति हामीले प्रशंसा गरे पनि अब हामीले यो चिज चाहिँ नदेखेको नभोगेको भएर अब जति देखे पनि जे चिज पनि यहाँको फेरि नेपालसितै तुलना गर्न मन लाग्छ। नेपालमा किन यस्तो भएन, यहाँ किन भयो भन्ने कुरा मै अब त्यो अल्झिराख्ने बातहरू आउँछ। अब त्यो कुराहरू गर्नु पनि खासै अब ठिक पनि होइन जस्तो पनि लाग्न थालिसक्यो अब यो लामो बसाइको हिसाबले गरेर पनि। अनि अब त्यही नै हो। अब यहाँसम्म कतिजनाले हेरिदिनु भयो, यहाँसम्म आउनुहुने सम्पूर्णलाई यो मेरो भिडियो अन्तिमसँग यहाँसम्म हेर्नुहुनेलाई चाहिँ एकदमै मेरो हृदयदेखि नै आभार प्रकट गर्दै अनि फेरि यस्तै भिडियोहरू बनाउँदै जानेछु। अनि आफूले पनि केही कुरा सिक्नेछु। अनि सकभर मैले सिक्ने भन्दा पनि मेरो भिडियो मार्फत यो भिडियो हेर्नेहरूलाई पनि केही कुराहरू सिकाउन चाहन्छु। अनि त्यो कुराहरू आफूले गर्न सिकाउन सक्ने चिजहरू चाहिँ मैले पनि खोज्छु अनि प्रयास पनि गरिरहन्छु। किनकि यो मेरो भिडियो त्यत्तिकै हेर्नुभन्दा पनि त्यो केही हेरिसकेपछि केही न केही कुरा चाहिँ मैले पनि दिन सकेँ भने त मेरो भिडियो हेरिदिनु भएकोमा चाहिँ त्यो कुराको सार्थकता मिल्छ मलाई पनि अनि तपाईँहरूलाई पनि भन्ने चाहिँ मेरो एउटा थिम पनि छ। अनि यही नै हो। ल फेरि अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई चाहिँ बिदा हुन चाहे। हस्त, नमस्कार।